के तपाईँलाई कहिल्यै लागेको छ कि यो संसारमा सबैभन्दा सस्तो चिज के हो? सायद तपाईँ भन्नुहोला कुनै सामान वा वस्तु, तर सत्य अलि फरक छ। यो संसारमा सबैभन्दा सस्तो चिज भनेको मान्छेको विश्वास हो। कसैले अलिकति डर देखाइदियोस् वा अलिकति लोभको टुक्रा फालिदियोस्, हामी आफ्नो वर्षौंको पढाइ, तर्क र बुद्धि एकै मिनेटमा त्यागेर कसैको गोडामा टाउको राख्न पुग्छौँ। आखिर किन एउटा आधुनिक र शिक्षित मान्छे पनि झुटो दाबी गर्नेहरूको जालोमा यसरी फस्छ कि उसलाई आफ्नो विवेकभन्दा अरूको भ्रम प्यारो लाग्न थाल्छ? आज हामी यही मनोवैज्ञानिक षड्यन्त्रको पर्दा खोल्दैछौँ। यो कुनै कथा होइन, यो हाम्रो आफ्नै मस्तिष्कको त्यो अँध्यारो कोठाको यात्रा हो जहाँ अन्धविश्वासले आफ्नो साम्राज्य खडा गरेको छ। अन्धविश्वासको यो पुरै खेल एउटा शब्दमा टिकेको छ र त्यो हो अनुभव। सुन्दा कति पवित्र लाग्छ नि, मलाई यस्तो अनुभव भयो। तर विचार गर्नुहोस् त, यदि कसैले भन्यो कि मलाई पानीमा आगो बलेको देखियो, के तपाईँ मान्नुहुन्छ? पक्कै मान्नुहुन्न, किनभने विज्ञानले भन्छ कि पानीमा आगो बल्दैन। यो सबैका लागि समान सत्य हो। तर जब कोही भनिने गुरुले भन्छन् मलाई त ध्यानमा दिव्य ज्योति देखियो, मलाई त भगवानले दर्शन दिए, तब तपाईँ चुप लाग्नुहुन्छ। तपाईँ सोच्नुहुन्छ कि उनीसँग कुनै यस्तो शक्ति छ जुन मसँग छैन। यहीँबाट ठगीको पहिलो जग बस्छ। विज्ञानमा जुन कुरा प्रमाणित गर्न सकिँदैन त्यो झुट हो, तर अन्धविश्वासको दुनियाँमा जुन कुरा जाँच्न सकिँदैन त्यसलाई नै महान अनुभव भनेर बेचिन्छ। यदि तपाईँले प्रश्न उठाउनुभयो भने उत्तर आउँछ, यो मेरो निजी अनुभव हो, तिम्रो तर्कले यसलाई छुन सक्दैन। यसरी तर्कको घाँटी रेटिन्छ र अनुभवको नाममा अन्धो भक्ति सुरु हुन्छ। यो भक्तिलाई टिकाइराख्न दुईवटा पुराना हतियार प्रयोग गरिन्छ, डर र लोभ। मान्छेको मनोविज्ञान यस्तो छ कि ऊ आफ्नो सुरक्षाका लागि जे पनि गर्न तयार हुन्छ। जब कसैले भन्छ कि यो मन्त्र जपेनौ भने तिम्रो सन्तानलाई केही अनिष्ट हुन्छ, तब तपाईँको भित्रको बाँच्ने इच्छा डराउँछ। तपाईँको तर्कले भन्छ कि यो बेकार हो, तर तपाईँको डरले भन्छ कतै साँचो भयो भने के गर्ने, जोखिम किन लिने। यही कतै साँचो भयो भने भन्ने सानो शङ्काले नै ठुला ठुला साम्राज्यहरू खडा गरेका छन्। लोभको पाटो झन रोचक छ। हामी सबैलाई सर्टकट चाहिन्छ। कडा मेहनत गरेर सफल हुनुभन्दा एउटा औँठी लगाएर वा कुनै विशेष रङको धागो बाँधेर भाग्य चम्किन्छ भने कसलाई मन पर्दैन र? यो केही नगरी पाउने लोभले गर्दा नै हामी ती मानिसहरूको पछाडि दौडिन्छौँ जसले आफैलाई एउटा साधारण रोगबाट बचाउन सक्दैनन् तर तपाईँको भाग्य बदल्ने ग्यारेन्टी दिन्छन्। यति हुँदाहुँदै पनि मान्छेको मनमा कहिलेकाहीँ प्रश्न त उठ्छ नै, तर त्यो प्रश्नलाई दबाउन भव्यता र शक्तिको प्रदर्शन गरिन्छ। तपाईँले याद गर्नुभएको छ किन यी अन्धविश्वासका केन्द्रहरू यति भव्य हुन्छन्? किन ती मानिसहरू अग्लो सिंहासनमा बस्छन् र आफूलाई चम्किलो आवरणमा सजाउँछन्? यो एउटा मनोवैज्ञानिक दबाव हो। जब तपाईँ एउटा विशाल दरबार जस्तो आश्रममा छिर्नुहुन्छ र हजारौँ मानिसलाई लम्पसार परेको देख्नुहुन्छ, तपाईँको मस्तिष्कले सोच्न छोडिदिन्छ। तपाईँलाई लाग्छ कि यति धेरै मानिस र यति ठुलो वैभव त्यसै त पक्कै बनेको छैन होला। तपाईँको नजरमा त्यो सिंहासनमा बस्ने मान्छे रहँदैन, ऊ अथोरिटी बन्छ। आचार्य प्रशान्त भन्नुहुन्छ कि सत्य सधैँ सरल हुन्छ, उसलाई कुनै सिंहासनको जरुरत पर्दैन। तर झुटलाई आफ्नो अस्तित्व जोगाउन चम्किलो पर्दा र अग्लो पर्खाल चाहिन्छ, ताकि तपाईँले उनीहरूको आँखामा आँखा जुधाएर प्रश्न सोध्न नसक्नुहोस्। यसैको अर्को पाटो हो आजको आधुनिक फेसन जस्तै बनेको रेकी र कुण्डलिनीको चर्चा। कसैले भन्छन् हातबाट ऊर्जा पठाएर रोग निको पारिदिन्छु, कसैले भन्छन् मेरुदण्डमा सुतिरहेको शक्ति जगाइदिन्छु। यो सुन्दा कति रहस्यमयी र आकर्षक लाग्छ, तर गहिरिएर हेर्नुभयो भने यो सबै अटो सजेसनको खेल हो। यदि तपाईँले आफ्नो दिमागलाई यो विश्वास दिलाउनु भयो कि तपाईँको शरीरमा शक्ति बगिरहेको छ, तब तपाईँको शरीरले केही बेरका लागि त्यस्तै महसुस गराउँछ। यो कुनै ब्रह्माण्डीय ऊर्जा होइन, यो त तपाईँको आफ्नै मनको एउटा अवस्था मात्र हो।
तर यो कुरालाई यति जटिल बनाइन्छ कि साधारण मान्छेलाई लाग्छ ओहो यो त कुनै महान आध्यात्मिक विज्ञान हो। वास्तवमा जहाँ तर्क र प्रमाणको बाटो बन्द हुन्छ त्यहीँबाट अन्धविश्वासको गल्ली सुरु हुन्छ। वास्तविक अध्यात्मले तपाईलाई प्रश्न सोध्न सिकाउँछ, स्वतन्त्र हुन सिकाउँछ, तर यी विधिहरूले तपाईलाई झन् नयाँ खालको मानसिक बन्धनमा फसाउँछन्। हामी प्राय सोच्छौँ कि अन्धविश्वास भनेको गाउँको अशिक्षित मान्छेले धामी झाँक्री लगाउनु मात्र हो, तर आजका शिक्षित मानिसहरूले गर्ने नयाँ किसिमका आध्यात्मिक ठगी झन् खतरनाक छन्, किनभने यसमा विज्ञानको जलप लगाइएको हुन्छ। क्वान्टम फिजिक्स वा एनर्जी जस्ता शब्दहरू प्रयोग गरेर पुरानै अन्धविश्वासलाई नयाँ प्याकेटमा बेचिँदैछ। हामी जति धेरै बाहिरी दुनियाँमा असुरक्षित महसुस गर्छौँ त्यति नै धेरै यस्ता जादुई समाधानहरूको पछाडि लुक्न खोज्छौँ। तर के कहिल्यै कुनै चमत्कारले संसारको वास्तविक समस्या हल गरेको छ? कि कुनै गुरुको आशीर्वादले आजसम्म भोकमरी वा गरिबी हटेको छ? यो पुरै चक्रलाई बुझ्ने हो भने एउटा कुरा प्रष्ट हुन्छ। अन्धविश्वासको शक्ति उसको आफ्नै होइन, त्यो त तपाईले दिएको अनुमति हो। जबसम्म तपाईँ डराउनुहुन्छ, जबसम्म तपाईँ लोभमा पर्नुहुन्छ र जबसम्म तपाईँ आफ्नै विवेकमाथि शङ्का गर्नुहुन्छ, तबसम्म यी दोकानहरू चलिरहनेछन्। सत्य कठिन हुन सक्छ, तर यसले तपाईलाई मुक्त गर्छ। झुट धेरै सुखद र चम्किलो हुन सक्छ, तर यसले अन्ततः तपाईलाई एउटा मानसिक दास बनाउँछ। हामीले सोच्नुपर्ने बेला आएको छ कि हामी साँच्चै सत्य खोजिरहेका छौँ कि केवल आफ्नो डरलाई शान्त पार्ने कुनै बहाना? यदि आज तपाईका यी सबै चमत्कारी औँठीहरू, यी जादुई मन्त्रहरू र तपाईले पुज्ने ती भव्य अनुहारहरूलाई एकछिनका लागि टाढा राख्ने हो भने तपाईको आफ्नो भनेर के बाँकी रहन्छ? के तपाईँ त्यो ऐना हेर्न डराउनुहुन्छ जहाँ कुनै सहारा बिनाको तपाईको वास्तविक रूप देखिन्छ? कि तपाईँ त्यो साहस जुटाउन सक्नुहुन्छ जहाँ तपाईँ कसैको अन्धो अनुयायी होइन, आफ्नै जीवनको सचेत चालक बन्नुहुन्छ? याद राख्नुहोस्, सत्यलाई कुनै सिंहासन वा अङ्गरक्षकको जरुरत पर्दैन, त्यो त तपाईको भित्रको इमान्दारीमा लुकेको हुन्छ। कि तपाईँ आफ्नो विवेकको त्यो निभ्न लागेको दियोलाई फेरि बाल्न तयार हुनुहुन्छ? कि फेरि पनि कसैको डर र लोभको व्यापारमा एउटा नम्बर मात्र बनेर खुम्चिनुहुन्छ? फैसला तपाईको हातमा छ। भ्रमको सुन्दर बगैँचामा कैद हुने कि सत्यको कठिन बाटोमा स्वतन्त्र हिँड्ने? आफ्नो उत्तर आफैभित्र खोज्नुहोला। यदि तपाईको मनमा कुनै हलचल पैदा भएको छ भने यो भिडियोलाई आफ्नो मात्र होइन, अरूको पनि विवेक जगाउन प्रयोग गर्नुहोस्। ज्ञान दर्शनको यो यात्रामा हामी यस्तै प्रश्नहरू सोधिरहनेछौँ। अर्को पटक फेरि भेटौँला, तबसम्मका लागि आफ्नो बुद्धि र विवेकलाई सधैँ साथमा राख्नुहोला। धन्यवाद।